चाङ्ग हेरेर के छ तपाईको योग भन्दाखेरि चाहिँ पे गर्ने योग छैन जस्तो छ। मलाई अलिअलि ज्योतिष शास्त्र नै हुन्छ आउनु चाहिँ हैन पे गर्ने योग छ कि छैन। म चाहिँ खास वेदको रचना भगवानको चाहना मैले चाहेर के हुँदैन के मैले चाहेर सन्दीपले खेल्न पाउँदैन तर भगवानले चाहे नि पाउँछ के भगवानले चाहेर हुने हो कि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ अहिले भगवानले चाहेको छन् कि म यहाँ आइज भनेर अनि म यहाँ आउँछु फेरि भगवानले उता जा भनेर चाहन्छन् गर्छु फेरि भगवान झ्याप निकोलस भुसाल भन्छन् के खास झ्याप भने के म बुझाइन्छ है म त यसैको विज्ञ हुन् त फेरि किन भन्दाखेरि म गाजाको बारेमा थाहा छ नि त के खाने कति खाने मलाई थाहा छ नि त अनि तिमीहरू कसैको बाउको खाइदिएको छैन क्यारे तपाईँ मन्त्री चाहिँ नबन्ने होइन म नभन्ने प्रधानमन्त्री मात्रै भन्ने बारम्बार तपाईँ प्रहरीको निशानामा किन पर्नुहुन्छ म एकदम प्यारो छु क्या मेरो मामा घर हो नि त प्रहरी म पहिले हतकडी बाँधेर आएको छु म भगवानसित बन्धनमा छु म जहाँलाई नि खुसी हो म जेलमा त झन् खुसी आनन्द किताब लेख्छु सोचेछु कुनै दिन जेल हाल्यो भने बसेर होइन मैले देश कस्तो बनाउने पृथ्वी कस्तो बनाउने किताब लेख्छु भनेको 3 महिना भयो 3 महिना भयो एक दिन चाहिँ त्यहाँ बाघ आउँथ्यो कि बिहान 3 बजीतिर है त्यो बाघको दर्शन गरेर मात्र हामीले सुत्थ्यौँ कि सर जहिले पनि यही कुरा भन्ने कुरा होइन यहाँ आन्तरिक गाजाको बारेमा म बुझाउँछु साथी हो गाजा नेपालको लागि वरदान हो खानाको लागि होइन औषधिको लागि र कपडा बनाउनको लागि सबै कुरा म खाँदिनँ म गाजा छुटाउने डाक्टर हो समस्या भए आउनु होला दिदी गाजाको बारेमा म तपाईँलाई भन्छु गाजा नेपालको लागि अभिशाप होइन वरदान हो गाजा मैले खानाको लागि कहिले भनेको छु म खाने होइन छुटाउने डाक्टर हो है होइन होइन तपाईँ सुन्नु तपाईँहरू फेरि अब कुरा धेरै नगर्नु न मिडिया सबभन्दा बिगार्ने मिडियाले पोजिटिभ लानुहोस् न मैले 16 लाखको उपचार गरेँ भन्नुहोस् न नेपालको रकेट उडाए भन्नुहोस् न सेटेलाइट बनाए भन्नुहोस् न 5 वटा गाँजा स्टोर खोले भन्नुहोस् न नेपालमा 60 लाख बिरुवा रोपे भन्नुहोस् न साथी हो राम्रा कुरा पनि छन् राम्रा काम पनि छन् 1 वर्षमा करोडपति 1 वर्षमा नेपाल 3 वर्षमा ऋण तिरेर 5 वर्षमा करोडपति बनाउँछ भन्नुहोस् न राम्रा कुरा राम्रा कामहरू छन् नि तपाईहरु हुनु पर्यो गाजाको बारेमा म बुझाउँछु साथी हो है गाजा नेपालको लागि वरदान हो खानाको लागि होइन औषधिको लागि र कपडा बनाउनको लागि सबै कुरा म खाँदिनँ म गाजा छुटाउने डाक्टर हो समस्या भए आउनु होला दिदी तपाईँ आउनु होला समस्या भए आउनु होला तपाईँ जस्तोले गर्दा देश बिग्रेको गाजालाई र मानसिक स्वास्थ्यलाई बन्दाम गर्ने प्रयास कसैले नगरोस् साथी हो गाजाले मात्रै किसान कमाइ मैले 4 गुणा बढाउन सक्छु शिक्षा र स्वास्थ्य फ्री गर्न सक्छु खाने होइन है यहीबाट बाँच्छ यहीबाट गाजालाई बन्दाम गर्ने प्रयास कसैले नगरोस् साथी हो नेपाललाई बन्दाम गर्ने प्रयास कसैले नगरोस् र मानसिक स्वास्थ्यलाई बन्दाम गर्ने प्रयास कसैले नगरोस् म यसैको डाक्टर एमडी गरेको साथी हो नेपालको इतिहासमा सबभन्दा धेरै नम्बर ल्याएर एमडी गर्ने डाक्टर म पनि टिचिङमा बसेर 3 वर्षसम्म त्यहाँ बसेर ड्रग छुटाउने काम गर्छु मैले चेतना फैलाउनु पर्ने छ तपाईहरुको माध्यमबाट फैलाइदिनु होला सारै नराम्रो नकारात्मक मात्र नराखिदिनु होला अनि बुद्धले एउटा गल्ती गरे के सर है बिहा गरे अनि बुढी छोडेर हिँड्दियो कि सर हैन म पनि त्यही पाराले हिँड्ने हो मलाई चाहिँ बुढी छोडेर हिँड्नु मन लागेन कि सर है कि त सकेले हिँड्नु पर्यो भनेको के नगर्ने अब है अब बुद्धै पाराको आएछन् त्यही पाराको आएछन् शिव पाराको पार्वती नि भेटेछन् भने त सोचौँ न तर त्यो खालको अहिलेसम्म भेटे होइन कुनै दिन भेटेछन् नि हेरौँला गर्लफ्रेन्ड चाहिँ छ भन्ने मैले सुनेको थिएँ अहिले ब्रेकअप भएको छ सर धेरै टाइम भयो अहिले टाइमै दिनु भ्याइँदैन उसलाई चिन्तामा हुन्छ उसले रोएर हुन्छ आफू अब कुन देशको चिन्ता हुन्छ आफूलाई देश र जनताको बाहेक घर परिवार मेरो आफ्नै पनि चिन्ता लाग्दैन कि सर मलाई सिरियसली के होइन मलाई आफ्नो पनि थुप्रो छिटो मतलब लाग्दैन गर्लफ्रेन्डलाई टाइम दिन नपाउँदा चेट भयो सम्बन्ध सक्यो अहिले मलाई गर्लफ्रेन्ड बनाउनु नि मन छैन किन भन्दा टाइमै दिनु भ्याइँदैन देशको बाहेक दिमागमा ख्यालै आउँदैन है 5 वर्षमा नेपाललाई करोडपति बनाउने बाहेक दिमागमा अर्को आउँदैन भनेपछि यो भिडियो हेर्ने नव युवाहरूले चाहिँ सोच्नु पर्यो बढी गर्लफ्रेन्ड भन्दा नि होइन मैले मात्र देशको सोच्छु तपाईँ चाहिँ गर्लफ्रेन्डै सोच्नु साला चोर रवि लामिछाने हामीलाई जेल हाल्ने हामीलाई बसाउने सन्दीप लामिछाने प्रहरीले आफ्नो काम गर्छ मैले अब प्रहरीको हरेक प्रहरीलाई यहाँबाट त्यसै गरेको प्रहरीलाई समाधान मैले भन्नु मिल्दैन सिस्टमले उसले नचाहिने नगर्नुहोस् भन्ने मात्र मैले भनेको होइन केही छैन सरी भन्नु पर्दैन तपाईँले कहाँ सरी भन्नुपर्छ तपाईँको हौसला बुलन्द राख्नुहोस् राम्रो काम गर्नुहोस् अन्यायको विरुद्ध बोल्नुहोस् न्यायको पक्षमा बोल्नुहोस् राम्रो मान्छेको साथ दिनुहोस् राइट र रङ छुट्याउने कोसिस गर्नुहोस् आवेग उत्तेजना भन्दा पनि लामो समयसम्म केही छैन राम्रो छ है